विश्वासका साथ भन्न सक्दछौँ कि जुनसुकै चुनौतीलाई पनि सामना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ र त्यो सामर्थ्य पुरा गरेर हामी आपतमा परेका विपदमा परेका नागरिकलाई पुनर्स्थापनाका लागि पनि प्रतिबद्ध भएर राज्यका सबै संयन्त्रहरूको परिचालन गरेर अगाडि बढ्नेछौँ र हामीले सफलता हासिल गर्न सक्नेछौँ भन्ने कुरामा म पूर्ण आशावादी रहेको कुरा सम्मानित सदनलाई स्पष्ट पार्न चाहन्छु। अस्पतालहरू तैनाथ भएर बसेका छन्, त्यहाँ स्वास्थ्यकर्मीहरू स्ट्यान्ड बाई अवस्थामा रहनुभएको छ। जुनसुकै परिस्थितिलाई सामना गर्नको निमित्त 24 घण्टा तयार भएर विभिन्न अस्पतालहरू, बेडहरू, स्वास्थ्यकर्मीहरू रहनुभएको छ। साथै नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू स्ट्यान्ड बाई अवस्थामा रहेको कुरा यहाँ जानकारी पनि आइसकेको छ। घटनास्थलमा पुग्दा कहिलेकाहीँ सुरक्षा निकायले अतिरिक्त ध्यान उहाँहरूको सुरक्षालाई पनि दिनुपर्ने जटिलता पनि रहन्छ। कहिलेकाहीँ लोकप्रिय मानिसहरू हुँदा त्यो भिडभाडले विषयान्तर हुने र अन्य चुनौतीहरू थपिने जोखिम पनि रहन्छ। यस्ता कुराहरूलाई मध्यनजर गर्दै हामीले दिने राहत सामग्री, हामीले गर्न खोजेको काम, हामीले गर्न खोजेको मानवीय सेवा, त्यसलाई अझ चुस्त र प्रभावकारी बनाउन स्थानीय प्रशासनको संयन्त्रमा गर्न सकियो भने त्यो प्रभावकारी पनि हुने रहेछ। कहिलेकाहीँ अवस्था यस्तो पनि आउँछ कि राहत प्राप्त गर्नेले राहतमाथि राहत प्राप्त गर्दछ, थोरै पर, थोरै लुकेको, थोरै दुर्गम, अलिकति दुःख गरेर पुग्नुपर्ने ठाउँका मानिसहरू भोकै रहने पर्ने अवस्था पनि रहन्छ। यसका लागि सबैभन्दा राम्रो उपाय भनेको प्रशासनसँग समन्वय गर्ने नै हो। कहिलेकाहीँ हामी विपदमा सरकारलाई या संयन्त्रलाई समीक्षा गर्न हतारो गर्दछौँ। म यसपटक सम्पूर्ण प्रतिपक्षी दलहरूलाई, नागरिक समाजलाई र सम्बद्ध सबैलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि यसपटकको विपद अलि बेग्लै किसिमको विपद छ। यो विपद अत्यन्तै कहाली लाग्दो ढङ्गले आएको छ। त्यसकारणले यस विपदलाई समीक्षा गर्ने हतारो नगरिदिन हुनको निमित्त म हार्दिक अपिल गर्न चाहन्छु र म यो विश्वासका साथ भन्न सक्दछु कि सत्तारूढ दलको सभापतिका हैसियतले कि सरकारले कुनै पनि कसर बाँकी रहने छैन। राज्यका सम्पूर्ण संयन्त्रहरू नागरिकको जीवधन बचाउनको निमित्त अहोरात्र प्रयोग हुनेछन्, सदुपयोग हुनेछन्। तिनको एक एक लेखाजोखा हामी राख्ने नै छौँ। तर नागरिकको ज्यान र नागरिकको जनधनभन्दा ठुलो यतिखेर केही पनि होइन। सरकारले आफ्नो पूर्ण सामर्थ्य प्रस्तुत गर्नेछ, पूर्ण इमान्दारीका साथ काम गर्नेछ र यस्ता कार्य गर्दा विगतका अनुभवहरूलाई सँगाल्ने हिसाबले विभिन्न राजनीतिक दलका तत्त समयका विभिन्न नेतागणहरू, त्यतिखेर जिम्मेवारी सम्हालेका विभिन्न व्यक्तित्वहरूसँग बिना सङ्कोच सल्लाह सुझाव लिनेछ र सामूहिक रूपमा यो विपदबाट हामी मुक्ति प्राप्त गर्नेछौँ। सबैको सामूहिक प्रयासले हामी आम नागरिकमा यो विश्वास दिलाउन सक्छौँ कि चाहे जुनसुकै दल होस्, चाहे जुनसुकै विचारसँग आबद्ध व्यक्ति होस्, मुलुकलाई आपत पर्दा हामी एकै ठाउँमा उभिन सक्छौँ भन्ने कुराको हामीले स्पष्ट सन्देश यहाँ घरभित्र हाम्रा नागरिकलाई मात्र होइन संसारलाई दिनुपर्नेछ। संसारलाई भन्नुपर्नेछ कि आपत पर्दा नेपालले जे गरेर देखायो संसारका अन्य देशले पनि त्यस्तै एकबद्धता आपतमा देखाउन सक्यो भने मात्रै हामी देशका रूपमा संसारभरि चिनिनेछौँ। संसारका सबै देशले देख्ने गरी, अन्तर्राष्ट्रिय समुदायले देख्ने गरी हामी त्यो एकबद्धताको अभ्यास पनि यसपटक गर्नेछौँ भन्ने कुरामा म विश्वस्त हुन चाहन्छु। मलाई विश्वास छ सरकारका तर्फबाट सम्पूर्ण जानकारी सिङ्गो सदनलाई प्राप्त हुनेछ र म फेरि पनि विश्वासका साथ भन्न सक्दछु कि सरकार आफ्नो सम्पूर्ण क्षमता लगाएर नागरिकलाई बचाउने, जीवधनको रक्षा गर्ने कुरामा र सबभन्दा पहिला खोजी उद्धार, त्यसपछि राहत र पुनर्स्थापनाको कार्यमा लागि पर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। समयका लागि आभार व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। नमस्कार।